वेलकम टु युट्युब च्यानल। आज म तपाईहरुलाई चाहिँ मेरो युट्युब च्यानल मार्फत चाहिँ तपाईहरुलाई चाहिँ एपीएस नेपालमा चाहिँ न्युज हालेको छ। सो यो भर्खरै भएको तपाईको यो एक्जाम रिजल्टमा जति पनि तपाई म्यानुफ्याक्चररहरुको चाहिँ कट लाइन पास गरेर चाहिँ तपाईहरु जति पनि बस्नु भएको छ, अब तपाईहरुको चाहिँ भोलिबाट चाहिँ यिनीहरुले चाहिँ इस्यु डेट जारी गर्नेछ। सो तपाईले यहाँ लेखेछ, यहाँ पढ्नुस् तपाईले न्युजमा हेर्नु। द फर्स्ट फेज अफ फरेन वर्कर सिलेक्सन प्रोसेस इस्यु फर 2026 स्टार्ट टुमारो भनेछ। टुमारो इट मिन्स 4 मार्चमा मार्चकोबाट स्टार्ट गरिरहेछ। वर्कर सिलेक्सन प्रोसेस टुवर्ड्स म्यानुफ्याक्चरर एन्ड सिप बिल्डिङ फ्रम मार्च 4 टु मार्च 10 वाइल एग्रिकल्चर एन्ड लाइभ स्टक सिलेक्सन process will be operate from March 11 to March 17. The public holiday of Korea during this period will not be selected on Saturday and Sunday. The time for the selection process will be from 5:45 AM to 1:45 PM according to Nepali time भनेर छ। सो तपाईले चाहिँ जति पनि पास भएर बस्नु छ तपाईहरुले चाहिँ आफ्नो यो चाहिँ इस्यु डेट के भएको छ तपाईहरुले चाहिँ चेक गर्न नभुल्नु होला है त। हस् त, थ्यांक यू।